Hi guys, welcome to Raymond's vlog. आज चाहिँ हामी अब मोमो बनाउन लाग्यो। क्यामेरा हाई भन्दियो बाबा, हाई भन्दियो, हाई भन न, हाई भन्दियो। ओके, सो आज चाहिँ हामी अब मोमो बनाउन लाग्यो। सो म के गर्न लाग्यो भनेर हजुरहरूलाई देखाउँछु। यहाँ चाहिँ मैले किमा लिएको छु, लेटस लिएको छु, अनि त्यसपछि प्याज लिएको छु। र कटिङको लागि चाहिँ मलाई मेरो भाइले हेल्प गर्नलाई आइसकेको छ। ऊ पनि उसले चाहिँ सबै कुराहरू कटिङ गर्दैछ। त्यो कटिङ गर्ने कुरा चाहिँ मैले एक्चुअलमा टेमोबाट मगाएको। यो मोमो बनाउनको लागि एकदम हेल्पफुल हुने रहेछ। अनि मैले चाहिँ उता मोमोको लागि डो बनाउन लाग्दैछु। भाइले चाहिँ सबै क्यामेरामा हेर्दै अनि त्यसपछि सबै कटिङ गर्दैछ। मैले मेरो बिचबिचमा मैले मेरो बच्चाको पनि यसो क्लिप्सहरू मेमोरीको लागि लिएको छु। अनि त्यसपछि हामी चाहिँ सबै कुराहरूलाई मिक्स गरेर लेटस, प्याज, अनि त्यसपछि गाजर पनि मलाई चाहिँ किमामा गाजर पनि मिक्स गरेको चाहिँ राम्रो लाग्छ। यहाँ चाहिँ भाइले गाजरहरू पुरै मिक्स गरिरहेको छ, पुरै कटका। अनि मैले यहाँनिर किमाको लागि सबै कुराहरू मिक्स गरिरहेको छु मजाले। अनि मैले चाहिँ किमामा तोरीको तेलमा थोरै अनि बेसार चाहिँ फुराएर हालेको हुन्छ, जसको कारणले गर्दाखेरि चाहिँ त्यो बेसारको त्यो टेस्ट चाहिँ मिठो आउने गर्छ। र यहाँ चाहिँ मेरो किमा रेडी भइसकेको छ। यहाँ चाहिँ धनियाँको अलिकति मिस भएको छ, किनकि धनियाँ मैले लिन गएको थिएँ तर पाइनँ। ल उतातिर चाहिँ मैले अब चाहिँ टमाटर अब चाहिँ अचारको लागि रेडी गर्दैछु। अनि मैले सबै लसुनहरू कट गरेँ, अनि त्यसपछि खुर्सानी अनि टमाटरहरू कटिङ गर्दैछु। हामीहरूको सल्लाहअनुसार चाहिँ झोल मोमो खाने डिसिसन भएको थियो। मौसम पनि चिसो थियो, त्यही भएर आज झोल मोमो खाने भनियो। मैले उता प्यान बसालेँ, प्यानमा खुर्सानी लसुन हालेँ। अनि उतापट्टि चाहिँ मैले छुट्टै खालको प्यानमा चाहिँ जिरालाई हल्का भुट्न रेडी गरेको छु। अनि त्यसपछि मैले यहाँनिर अचारको लागि सबै कुरा पकाएँ। अनि उता मिक्सरमा चाहिँ मैले जिरा र काजुलाई चाहिँ छुट्टै मिक्सरमा मिक्स गरेँ, जसको कारणले गर्दाखेरिको अचारको कन्सिस्टेन्सी चाहिँ अलिक बाक्लो हुन्छ र मिठो पनि हुने गर्छ। र मैले उतापट्टि चाहिँ छुट्टै टमाटरहरूलाई मिक्स गर्दै अचार बनाइरहेको थिएँ। अनि यतापट्टि साइडमा चाहिँ उतापट्टि मैले चाहिँ आफ्नो अचारलाई चाहिँ एक किसिम कुल हुनको लागि दिएको थिएँ। अनि यता चाहिँ मैले भाइले पेल्दै गरेको थियो। मैले चाहिँ यतापट्टि डोहरू यतापट्टि पुरै बुट्टाहरू बनाइरहेको थिएँ। एक्चुअलमा हामीसँग चाहिँ मोमोको भाँडा थिएन, त्यही भएर हामीले चाहिँ राइस कुकरको आउने त्यो माथिपट्टिको आई डोन्ट नो वाट इज इट से, तर त्यही युज गरेको थियो, जसले गर्दा हामीलाई चाहिँ मोमो बनाउन अहिले हेल्प भइरहेको छ। अनि मैले फेरि किचनमा आएँ। अनि अचार चिसो भइसकेपछि मैले त्यसलाई मिक्सरमा ग्राइन्ड गरेँ, मजाले ग्राइन्ड गरेँ। यस्तो कन्सिस्टेन्ट अलिक बढी भएको थियो, अलिक बाक्लो भएको थियो, त्यही भएर मैले झोल मोमो खाने डिसिसन भएको कारणले गर्दाखेरि चाहिँ मैले त्यसमा पानी मिक्स गरेँ। अनि त्यसपछि लाइम पनि माथिबाट लाइम पनि हालेको छु। अनि टेस्ट गरेँ, नुन अलिकति कम जस्तो लाग्यो, त्यही भएर नुन थपेको मैले। अनि यता फेरि म आएँ मोमो बनाउनको लागि आएँ। मोमो बनायो लास्टमा यही हो हाम्रो मोमो।